कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो कस्तूरितिलकमललाटपटले वक्षस्थले कौस्तुभम् नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्कणम् सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपाल चूड़ामणि वंशे विभूषितकरान्नवनीरदावात् पीताम्बरादरुणबिम्बफलादरोषात् पूर्णेन्दु सुन्दरमुखादरविन्दनेत्रात् कृष्णात् परं किमपि तत्त्वमहं न जाने कृष्णात् परं किमपि तत्त्वमहं न जाने विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय सुखियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते गजाननं भूतगणाधिसेवितं कपितजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः गायन्ति यं सामदा ध्यानावस्थितसद्गतेन मनसा पश्यन्ति यं योगिनो यच्छान्तं न विदुषुरासुरगणाः देवाय तस्मै नमः वन्दे महापुरुषते चरणारविन्दं वन्दे महापुरुषते चरणारविन्दं वन्दे महापुरुषते हरिओम तत्सत। यहाँ का इष्ट देव देवी व्यासाचार्य रामानुज संप्रदाय का विद्वत वरिष्ठ श्री संतोष जी, अन्य संगीत भजन मंडली, उपवाचक, उपस्थित हमरा अतिथिगण, हमरा प्रभारीगण, श्री हेमराज जी, जैसे मेरो एकदम धेरै खुलाउनु भएको मलाई त्यसको त होइन म र पनि अनि हाम्रो हरिओम शरणज्यू अनि हाम्रो अनिता साक्य
अनिशा साक्य अनिता साक्य के उन्होंने वहाँ पर या मीडिया में परवारी देखे तो वहाँ पर आणि सप्ताह आयोजन करने सप्ताह कथा श्रवण में बसनु है तो भक्तजन और श्रद्धामयी ममतामयी करुणामयी माता घरू मला आमंत्रित गर्न जानु भएको श्री कृष्ण सापकोटाज्यू श्री शिव सापकोटाज्यू निमन्त्रण त पहिले नै पुगिसकेको थियो र विशेष निमन्त्रणा लिएर आज जानु भएको र उहाँहरूको आग्रहले यहाँ आउन पाइयो। खुशी लाग्यो भक्तहरूको जिज्ञासा श्रद्धा विश्वास भक्ति भाव देखेर। हजुरहरू भागवतको कथा श्रवण गर्दै हुनुहुन्छ। भागवत कथा श्रवणको फल भनेको चाहिँ धर्म अर्थ काम मोक्ष। यसले धर्म पनि हुन्छ, अर्थ रुपियाँ पैसाको संग्रह पनि हुन्छ, मानिसहरूका इच्छाहरू पनि पूर्ण हुन्छ अनि मुक्ति पनि प्राप्त हुन्छ। भागवत श्रवण गर्नको त्यति फल छ। भागवत श्रवण भनेको यो त के यसले त भक्ति रस भन्छन्। के भन्छन्? भक्ति रस। अब रस भनेको सुन्नु त हैन के रे। रस भनेको सुन्नु हो र हैन, रस भनेको त पिउनु हो। रसलाई त पिइन्छ नि। जस्तै हामीले कोका कोला लिम्का यो चीज बजारमा गयो भने के गरिन्छ? पिइन्छ गट 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 गट। तो भागवत भनेको रस हो, रस भगवानको रस हो। त्यो हामीले कानको माध्यमबाट पिउने हो। पिबत भागवतम रसमालयम मुहुरहो रसिका भुवि भावुका भनेर भागवतमा भनिएको छ कि भागवतको रस पिउने रसिकहरू भनेको छ। रसिक हामीहरू त रसिक। भागवतको कथा श्रवण गर्ने र भगवानको कथा पिउनेलाई के भनिन्छ भन्दा रसिक भनिन्छ। तो हामीहरू त रसिक हो। रस पिउनाले के हुन्छ? अब भन्थे नि सोमरस पिउने हो भने, सोमरस पिउने हो भने यस्तो नशा चढ्छ तर उत्रन्छ। रक्सी पनि पिउने हो भने नशा चढ्छ तर उत्रन्छ। गांजा भांग को नशा गर्ने हो भने पनि चढ्छ नशा तर उत्रन्छ। भारततिर एउटा भजन गाउँछन् उद्धवजीको र गोपीको संवादमा। के भजन गाउँछन् भने ये तो प्रेम की बात है उद्धव भनेर एउटा भजन गाउने गर्छन्। त्यसमा भन्दछन् जो नशा हकीकत में जो नशा है वो चढ़ती है उतरती नहीं है। लेकिन संसारी नशा ऐसी नशा है जो शाम को पियो तो सवेरे उतर जाती है। भरने को मतलब भगवान को भक्ति रस, भक्ति को नशा, इसको नशा हो एक दफा जो चढ़ो नहीं
तो चढ़े पछी उतर नहीं कस में यो भक्ति रस को ते नशा पिए कस में यो भक्ति रस को ते यो रस पान करे त्यसको बारेमा एउटा भजन छ यसो हजुरहरुले साथ दिनुहोस् केसियो नबजाउनुहोस् प्याड र चाहिँ तबला छ मादल छ ढोलक छ भने बजाउनुहोस् केसियोले के गर्छ भन्दा कान धेरै खान्छ आवाज बिगार्दिन्छ हजुरहरुले पनि सुन्नुहोस् साथ दिनुहोस् ओ पिउँछौ भने पिउ हरि नाम रस पिउ पिउँछौ भने पिउ हरि नाम रस पिउ तिमीलाई रोग छको बरु बिहान बेलुकै पिउ तिमीलाई रोग छको बरु बिहान बेलुकै पिउ पिउँछौ भने पिउ हरि नाम रस पिउ पिउँछौ भने पिउ हरि नाम रस पिउ गज
બોલાય ખંભા મિત્ર શ્યામ કો દર્શન ભાઈ બોલાય ખંભા મિત્ર શ્યામ કો ગજ ભય જો પ્યો ચૌહાને પ્યો હરિ નામ રસ પ્યો પ્યો ચૌહાને પ્યો હરિ નામ રસ પ્યો हरि नाम रस पियो यो हरि नाम तो रस पी राख्नु भएको छ क्या यसैलाई रसो वैश यो ब्रह्म को रस हो यही रस वास्तवमा रस हो सदा सेव्या श्रीमद् भागवती कथा यस्या श्रवण मात्रेण हरिश्चित्तम समाश्रयेत् सधैं सेवन गर्नुहोस् सधैं सेवन गर्नुहोस् जसको सेवन गर्नाले मात्रै पनि हजुरहरूको चित्तमा हरिको वास हुन्छ एउटा पंजाबतिर गुरुवाणी प्रसिद्ध छ सुखमणि साहब त्यसमा सिख गुरुहरूले भनेका छन् जल थल मह्यल पुरिया रब्या बीच बना सो प्रभु चित्त न आवई कितना दुख गणा माने जो परमात्मा नभएको कुनै जग्गा छैन जलमा पनि छन् थलमा पनि छन् महलमा पनि छन् जंगलमा पनि छन् तर कति दुखको कुरा हो कि एक जग्गामा छैनन् अरे कहाँ भन्दाखेरि चित्तमा
भन्नु श्री सच्चिदानंद भगवान को केवल मनुष्य को चित्त में परमात्मा छैनन् जो हरि व्यापक सर्वत्र समाना प्रेम ते प्रगट होई मैं जाना। गोस्वामी तुलसीदास के रामचरितमानस में भन्नु छ हरि व्यापक सर्वत्र समाना परमात्मा नभएको कुनै जग्गा छैन तर हामीहरूको हृदयमा हुनुहुन्न त्यही नै हामीहरूको दुःखको कारण हो। यही भागवतको दशम स्कन्धमा भनिएको छ, रामायण आदि शास्त्रमा भनिएको छ। जब हनुमानजी सीताको खोजी गर्न जानुभयो, सीताजीको खोजी गरेर लंका दहन गरेर आउनुभयो, त्यत्रो समुद्र लाँगेर 100 योजन समुद्र लाँगेर जानुभयो। 100 योजन समुद्र फेरि लाँगेर आउनुभयो अनि खबर लिएर रामचन्द्रज्यूसँग जाँदा रामचन्द्रज्यूलाई प्रणाम गर्दा रामचन्द्रज्यूले हनुमानजीलाई उठाएर उहाँको पीठमा थपथपाएर हनुमानलाई भन्नुभयो, हे हनुमान, हे पुत्र, तिमीलाई के दुःख त भएन? कहा हनुमंत विपत्ति प्रभु सोई जब तब सुमिरन भजन न होई। प्रभु दुख भनेको क्यों? रामचंद्र तिमीलाई केही कष्ट त आएन, तिमीलाई केही दुःख त आएन भनेर सोध्दाखेरि हनुमानले उल्टै भन्नुहुन्छ, प्रभु दुख भन्ने के हो? मेरो दृष्टिमा दुख भन्ने त के हो भनेर भन्दाखेरि जतिखेर हजुरलाई भुलिन्छ नि त्यही नै दुःख हो, अरु दुख भन्ने केही चीज होइन। ल यति भनेपछि त अब त बुझ्नु होला नि, परमात्मालाई भुलेको समय नै दुःखको समय हो। हामीलाई दुःख आएको छ भने त्यतिखेर हामीले परमात्मालाई भुलिएको रहेछ र दुःख आएको हो भन्ने जाने भयो। यही भागवतमा विपद विस्मरणम विष्णु सम्पन्न नारायण स्मृति भनेर भनेको छ। विपत्ति भनेको के हो भन्दा विष्णुलाई भुल्नु नै विपत्ति हो। विपद विस्मरणम विष्णु। सम्पत्ति सुख भनेको के हो? सम्पन्न नारायण स्मृति। नारायणलाई स्मरण गर्नु नै सुख हो, सम्पत्ति हो। जहाँ सुमति तहाँ संपत्ति नाना, जहाँ कुमति तहाँ विपद निदाना भन्या छ। जहाँ सुबुद्धि छ, सुबुद्धि भनेको जुन बुद्धिमा परमात्माको वास छ, परमात्मा बसेको रस छ भने परमात्मा बसेको परमात्माको रस भन्दा ठुलो दुःख छैन। दुःखलाई मिच्ने अगर केही चीज केही तत्व छ भने त्यो के तत्व हो त भन्दा परमात्माको रस हो, भक्ति रस हो, भक्ति रस। हजुरसँग भक्ति रस छ भनेदेखि दुःख भए तापनि त्यो दुःखलाई भक्ति रसले हराएको हुन्छ, त्यो प्रकट हुँदैन, त्यो हार्दछ, हजुरसँग बस्दैन त्यो। त्यही भएर दुःखी हुनको कारण के हो भन्दाखेरि भगवानलाई बिर्सनु हो। यो कुरा याद राख्नु। अर्को वैज्ञानिक र दार्शनिक कुरो बुझ्नुहोस्। एउटा हामीहरूलाई अशान्ति, असन्तुष्ट, बेचैनी, जीवनमा व्याकुलता यो किन भएको छ, किन आएको छ
भानेरा विचार करनी हो भने देखि यो माटाको डल्लो हुन्छ नि, माटाको डल्लो, यो माटाको डल्लालाई माथि फेक्नु भयो भने कता आउँछ? माटाको डल्लालाई माथि फेक्ने हो भने कतातिर आउँछ? भन्दा तल भुइँमा आउँछ। भुइँमा किन भुइँमा आउँछ भन्दा यो भुइँ नै उसको गोदाम हो, भुइँ नै उसको स्टोर हो, भुइँ नै उसको अधिष्ठान हो, माटो नै उसको खान हो, माटो नै उसको जग्गा हो। नदीहरू बगेर दगुरेका छन्। कहाँदेखि बगेर दगुरेका छन्? कहाँलाई दगुरेका छन्? कता दगुरेका छन् भन्दाखेरि समुद्रतिर दगुरेका छन्। पहाडदेखिबाट उत्रेर समुद्रतिर दगुरेका छन्। किन दगुरेका छन्? के काम छ तिनको त्यता दगुर्ने भनेर भन्दा किन दगुरेका? तिनको स्टोर, तिनको गोदाम, तिनको अधिष्ठान, तिनको स्टोर, तिनको स्वरूप त्यही समुद्र हो। त्यही भएर आफ्नो स्वरूपलाई पाउन भनेर दगुरेका छन्, व्याकुल भएका छन्, अशान्त भएका छन्। किन? आफ्नो स्वरूपलाई पाउन। एउटा दियो पनि जलाउनुहुन्छ हजुरले भनेदेखि त्यो दियो कतातिर जान्छ? कहिले दियो उधोमुख भएर जान्छ? जान्न। सधैँ उभोमुख भएर किन जल्छ भन्दा त्यसको तत्व, त्यसको स्वरूप, त्यसको परम तत्व माथितिर छ र त्यो माथितिर जाने कोसिस गर्छ। सबैको आफ्नो आफ्नो स्वरूपमा जाने कोसिस छ। त्यही हाम्रो मनभित्रको अशान्ति, हाम्रो मनभित्रको व्याकुलता हामीले राम्रो विचार गरेर हेर्ने हो भने कुनै रुपैयाँ पैसालाई हामी भागेका छैनौँ, कुनै जग्गा जायदाद सम्पत्तिलाई हामी भागेका छैनौँ, कुनै पति पाउन, पत्नी पाउन, पुत्र पुत्री पाउनले हामी भागेका छैनौँ। हामी के को लागि भागेका छौँ त भन्दा हामी सुख पाउनलाई भागेका छौँ। त्यो सुख कहाँ छ? किन भागेका छौँ भनेर त्यो सुख जहाँ छ, जेमा छ, हामी त्यतैतिर भागेका छौँ। यसमा छ कि भन्दै हामी त्यसलाई प्राप्त गर्न प्रयास गर्छौँ, यसमा छ कि भन्छौँ त्यता प्रयास गर्छौँ। यसरी बटुल्दा बटुल्दै दुनियाँभरको एउटा संसारको सङ्ग्रह हामीले बनाइयो। हामीलाई त्यत्रो सङ्ग्रह चाहिएको थिएन, तर सुख खोज्दा खोज्दै यहाँ छ कि यहाँ छ कि यसमा छ कि यसमा छ कि भन्दा भन्दै बटुल्दा बटुल्दै आज कति बटुलियो र पनि जहाँको त्यही छौँ हामी, जस्ताका तस्तै छौँ हामी, अशान्तका अशान्त छौँ हामी, प्यासाका प्यासा छौँ हामी, तिर्खाका तिर्खालु छौँ हामी। लोभ हाम्रो कहिले भरपुर भएन, हाम्रो व्याकुलता कहिले खत्म भएन, हाम्रो पुरुषार्थ कहिले सार्थक भएन। किन? यद्यपि हामी दगुरेका आफ्नै सुख स्वरूपतिर दगुरेका छौँ। परमात्मा नै हाम्रा सुख र स्वरूप हुन्। हामी परमात्मातिर दगुरेका छौँ तर हामीलाई थाहा छैन। एउटा हिन्दीमा छ, उर्दूमा शेर, जमाने में उसने बड़ी बात कर ली, जमाने में उसने बड़ी बात कर ली, खुद अपने से जिसने मुलाकात कर ली। भन्नको मतलब नो दाइसेल्फ, आफूलाई चिन। संसारमा सबभन्दा ठुलो काम त्यसले गर्यो अरे। कसले? जसले आफूलाई चिन्यो। जसले आफूलाई चिन्दैन, जहिले तक चिन्दैन, तैले तक पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम 84 लाख योनिमा विचरण गरिराख्छ। जहिले तक आफूलाई चिन्दैन। जुन दिन त्यसले आफूलाई चिन्यो, मेरो स्वरूप परमात्मा हो रहेछ, म परमात्मातिर जानु छ भनेर हिँड्न थाल्यो अनि परमात्मामा पुग्यो, त्यसै दिन त्यसले आफूलाई चिन्यो। त्यही हो परम तत्व भनेको। म पनि त त्यही तत्व हो नि, परमात्मा। गीतामा भन्नुभएको छ, ममैवांशो जीवलोके जीवभूत सनातन। यो मेरो अंश त हो समस्त प्राणी संसारको। गोस्वामी तुलसीदासजीले भन्नुहुन्छ,
ईश्वर अंसा जीव अविनाशी चेतन अमल सहज सुख राशी. ईश्वरांश जीव अविनाशी. आम्ही ईश्वर का अंश आहोत. आम्ही रुपया पैसा का अंश होय ना. आम्ही जमीन जायदाद का अंश होय ना. आम्ही स्त्री या पुरुष को पुरुष या स्त्री का अंश है ना. आम्ही ईश्वर का अंश आहोत. आम्ही संसार का अंश होय ना. आम्ही ईश्वर का अंश आहोत. ते बरं आम्ही दगुरे का ते ईश्वर तीरच आहोत. तर भटके का छो. मार्गदर्शन करने कोई भाई ना. कैले एता दगुरा कैले उता दगुरा गर्दा गर्दे हमरो समय बीत्यो. आणि बूढ़ो भइयो अब तो हुँदैन होला भन्यो. अब तो भ्याइयो समय गयो. समयमा गरेको भए हुन्थ्यो कि भन्ने पछुताउ भयो. तर समय कहिले पनि जान्न है. अब यो समय कहिले पनि जान्न भन्नेका धेरै विस्तार छ. अष्टावक्र ऋषि र राजा जनकको ठुलो कथा प्रसङ्ग छ. तर अहिले म त्यो सुरुवात गर्दिन. अहिले म यति मात्रै भन्छु. 10,000 वर्षदेखि एउटा गुफामा अँधेरो भइराखेको थियो. 10,000 वर्षदेखि एउटा पहाडको गुफा कन्दरा अँधेरो भइराखेको थियो. त्यसलाई उज्यालो गर्न कति वर्ष लाग्छ? जो 10,000 वर्षदेखि अँधेरो भइराखेको छ त्यो अँधेरोलाई दगुराउन भगाउन त्यो गुफाबाट त्यो अँधेरो भगाउन कति वर्ष लाग्छ भन्दाखेरि 1 सेकेन्ड पनि लाग्दैन. किन भन्दा मार्चिस चाहियो. मार्चिस यसो तिल्ली जलाइदिए एकछिनमै भाग्छ त्यो अँधेरो. त्यही भएर जीवनमा आएको अज्ञान रूपी अँधेरो भगाउन. अब मेरो जीवन भ्याइयो, अब उमेर छैन, अब समय छैन भनेर निराश हुने होइन, हताश हुने होइन. कतिखेर पनि ईश्वरको कृपा, गुरुको कृपा, शास्त्रको कृपा हामी माथि हुन सक्छ. कतिखेर पनि हामीले ईश्वरलाई प्राप्त गर्न सक्छौँ. त्यही भएर ईश्वर भनेको एउटा प्रकाश स्वरूप परमात्मा हो. ईश्वर भनेको सच्चित आनन्द अनुभव गर्ने स्वरूप हो. यो सबैले मान्दछन्. हजुरले देख्नुहुन्छ मुसलमानहरूले पनि चिराग जलाउँछन्. त्यसको मतलब के हो भनेको आत्मा भन्ने प्रकाश हो. चिराग भनेको ज्योति. हामीहरूले ज्योति जलाउँछौँ, दियो जलाउँछौँ. दियो त्यसको मतलब के हो? लाख बत्ती करोड बत्ती जलाउँछौँ. त्यसको मतलब के हो? यी करोडलाई ज्ञान होस्, लाखहरूलाई ज्ञान होस् कि सबैको आत्मा प्रकाश स्वरूप हो रहेछ. हामी प्रकाश स्वरूप हो रहेछौँ. गोस्वामी तुलसीदासजीले एउटा अति सुन्दर कुरा रामचरित मानसमा भन्नुहुन्छ. राम नाम चिंतामणि सुंदर बसहि गरुड़ जाके उर अंतर सहज प्रकाश रूप दिन राती नहीं कछु चाहिए दिया घृत बाती. अरे राम नाम को आत्मा रूपी प्रकाश हामी सबैसँग बसेको छ. उज्यालो देख्नेलाई उज्यालो चाहिँदैन, आफै उज्यालो छ. मणिको आफ्नै उज्यालो आफै हुन्छ. मणिलाई अर्काको उज्यालो चाहिँदैन. त हामीले आफूलाई हेर्नको लागि हाम्रो आफ्नै उज्यालो पर्याप्त छ. त्यसो हुँदा खुदा खुदा भनेको खुदा अनि बल्ल अरूलाई ला. ईसाई मतमा के भन्छन्? आफूलाई जान, नो thyself. बुद्ध मतमा के भन्छन्? अपदीपो भव, आफ्नो दियो आफै बना. भन्नको मतलब सबैको सारांश के हो? हामी स्वयं ज्योति स्वरूप हो, प्रकाश स्वरूप हो, सच्चित आनन्द स्वरूप हो. एउटा मूर्तिकारलाई कसैले सोध्यो, हजुर यो ढुङ्गाबाट यति राम्रो
मूर्ति कसरी बनाउनुहुन्छ नि भनेर सोध्यो। त्यो मूर्तिकारले के जवाब दियो भन्दा हजुर यसलाई सुन्दर मैले बनाउन्न, यसमा जो सुन्दरता यो ढुङ्गामा हो नि, यो ढुङ्गामा आफै छ यसको सुन्दरता, तर मैले के काम गर्छु भन्दा यसलाई असुन्दर बनाउने जो ढुङ्गा छन् नि तिनी हटाइदिन्छु, सुन्दरता आफै निस्कन्छ। तो मूर्तिकारले ती नचाहिने ढुङ्गाहरू हटाएर राम्रो मूर्ति त्यसै ढुङ्गाबाट बनाइदिन्छ। त्यस्तै हाम्रो यो शरीर रूपी मूर्तिमा सुन्दरता, आनन्द, सुख हाम्रो आफ्नै छ। हामीलाई कतै कसैबाट उधारो लिन पर्दैन, तर हाम्रो काम, क्रोध, लोभ, मोह, राग यस संसारका वस्तुहरूको इच्छाले ढाकेको छ हाम्रो आनन्द। त्यही भएर हामीले पाउँदैनौँ। तिनलाई नहटाइन्जेल हामीले त्यो सुख कहिले पाइँदैन। जस्तै पानीमा भएको चन्द्रमाको प्रतिबिम्ब हामीले पस्छ, पानी हल्लिन्जेल देख्न सक्दैनौँ, टुक्रा टुक्रा भएको चन्द्रमा हुन्छ। तर त्यही पानी स्थिर भयो भने त्यो चन्द्रमा हामीले स्पष्ट देख्छौँ। त्यस्तै मनलाई स्थिर गराउन पर्यो। मन स्थिर भयो भने आनन्द त्यसै आउँछ। तपाईँलाई केही चाहिँदैन। तो यी भागवत आदिका साधनहरू के को लागि हो भन्दा मनलाई स्थिर गराउनको लागि। मन शान्त भयो तपाईँको आनन्द आफै छ। कहीँबाट लिन उधारो जान पर्दैन, कसैको आगे हात फैलाउन पर्दैन, कसैलाई गुहार्न पर्दैन। हामीसँग आफ्नो सबै छ। त्यसो हुँदा रसो वैछ भनेको हामी आफै सुखका गोदाम हौँ। सुखेन अहम अस्वार्थम न किंचित वेदिशेम। वेदांत पढ्न जरुरी छ, वेदान्तको ज्ञान जरुरी छ। वेदान्त भयो भने हामी आफूले आफूलाई जान्न सक्दछौँ। तसर्थ यो भागवतको कथाको रस नदी प्रवाह बगिराखेको छ। हजुरहरू यसमा डुब्की लगाउनु भएको छ, स्नान गर्नु भएको छ, आनन्द लिनु भएको छ। तर एउटा कुरा म भन्छु, पानी त परिराखेको छ। छाता ओढेर बस्नु भयो भने भिजिन्छ त, तिरपाल ओढेर बस्नु भयो भने भिजिन्छ, भिजिन्न। किन भन्दा छाताले पानी तर्काउँछ, बुझ्नुभयो, तिरपालले पानी तर्काउँछ। त्यसै गरी हामीले मोह, ममता, आसक्ति लिएर कथा सुन्न बस्यौँ भने हाम्रो भित्र एउटा छिटो पर्दैन। जस्ता छौँ त्यस्तैका त्यस्तै हुन्छ। तसर्थ छाता ओढेर, बर्साती ओढेर भन्नेको मतलब माया मोहलाई लिएर हामीले कथा सुन्यौँ भने काम लाग्दैन। त्यही भइरहेछ अहिले संसारमा धेरै जसो। बस मनोरञ्जन मात्रै भएको छ, असर भएको छैन। असर कहाँ हुन्छ, कहिले हुन्छ भन्दा जब हामीले बुझेर सुन्छौँ। तसर्थ म धेरै लम्ब्याउन्न। हजुरहरू यो कथामा गोता लगाइराख्नु भएको छ, त्यसै ज्ञान प्राप्त गरिराख्नु भएको छ। हाम्रो खेमराजज्यू जस्तो मञ्च सञ्चालक हुनुहुन्छ, जसले अस्ति भर्खर आएर हाम्रो विद्यालयमा चाहिँ एउटा सानो क्लिप बनाएर हालिदिनु भएको। आज जगतभरिबाट 35-40 हजार चाहिँ कमेन्ट्सहरू आइपुगेका छन्। उहाँको त्यस्तो प्रभाव छ। अलिकति गरेर गर्ने हो, निष्काम भावले गर्नुभयो, कुनै याचना गर्नु भएन, आफ्नो इच्छाले स्वतन्त्रताले गर्नुभयो। आज सबैले यो हाम्रो विद्यालयको गुरुकुलको प्रचार प्रसार कति दुनियाँभरमा भइरहेको। यसरी नै सबैले चाहिँ सहयोग दिन पर्छ। कसैले तनले, कसैले मनले, कसैले धनले। किन गुरुकुल किन चाहियो? हामीलाई मर्दा पनि चाहियो, हामीलाई जन्मदा पनि चाहियो, हामीलाई बिहा गर्दा पनि चाहियो, हामीलाई व्रतबन्ध गर्दा पनि चाहियो, हाम्रो संस्कार बचाउन चाहियो, हाम्रो संस्कृति बचाउन चाहियो, हाम्रो संस्कृत बचाउन चाहियो, यी हाम्रा भागवतहरू बचाउन चाहियो, यी ब्राह्मणहरू बचाउन चाहियो। केलाई चाहिएन र? हाम्रो स्तम्भ नै गुरुकुल हो। त्यसो हुँदा गुरुकुलको रक्षा गर्नु, आफ्ना बालकहरूलाई गुरुकुलमा शिक्षा दिनु, आफ्नो सेवामा लगाउनु हो। आज सबै हामीले अस्ट्रेलिया, अमेरिका, क्यानाडा, लन्डन पैसा कमाउन पठाइयो। आफ्ना बालबच्चाहरूलाई धर्म कमाउनतिर कसैले लगाइएन, धन कमाउनतिर दगुराइयो। अब घरमा पानी खुवाउने मान्छे छैन, घरमा पानी खुवाउने छैन। बुढाबुढी भएर बसियो छ, हात खुट्टा चल्दैनन्। सम्पत्ति उनले खाने हुन्, सम्पत्ति छ
કામ લાગ્યો છોરા છોરી છે કે કામ લાગે તે મારો ગુરુકુલ રક્ષા કરવું જરૂરી છે गुरुकुल ने थामते था पहले ते बार आज यो गुरुकुल में प्रगति नगर को गुरुकुल 15 नंबर वाला में 85 जना विद्यार्थी एती घरे पड़ी राखेगा था इनी जागे पनी नेपाल राष्ट्रवारी में दुनिया में जागे पनी आपको संस्कार संस्कृति ये केवल 15 नंबर वाला का विद्यार्थी है ना पूर्व पश्चिम उत्तर दक्षिण मेची महाकाली बेटा आ रहे यहाँ पढ़ते हैं जागे पनी आपने संस्कार संस्कृति को रक्षा करते आपने आबा बुआ को सेवा करते उन्हें ज्ञान आबा बुआ धर्म का स्वरूप देवी देवता का स्वरूप मन ज्ञान देंगे केवल पैसा कमाने मशीन बनाई ना धर्मात्मा बनाए राखेंगे तो शो होता आपना छोरा छोरी ने गुरुकुल में हालने सकिन ना कई बात है पूरे पूरो થાય ના તારા અરુકા छोरा छोरी ने पढ़ने सहयोग रे मदद करने सकिन क्यों करनो छ ना तब पैसा धन संपत्ति छ बने एक छा खोई दिनो छ गयरा तब पैसा धन संपत्ति छ बने किताब अरु कपड़ा अरु किनेरे दिनो छ ना क्यों तब पहले काम लागछ अरु त्यति के रहने हो त्यसो हुँदा यो मंदिर में जो कथा लगाउनु को उद्देश्य पनि हाम्रो धर्म संस्कार संस्कृति को रक्षा हो हमरा बाल बालिकाहरू ले यहाँबाट संस्कार पाउन् हाम्रो सनातन धर्म मासिएर नजाऊ आज हाम्रो देश राष्ट्र खोखलो भइसकेको छ भित्र भित्र धमिराले खाएको खामो जस्तो धुरी खामो जस्तो भएको छ अब हामीहरू काना तेल लगाएर गम्म सुत्या छौं कसले हो यसको रक्षा गर्ने त्यसो हुँदा तनले मनले धनले जसरी आफ्नो धर्मको सबैले आफ्नो धर्मका रक्षा गरिरहेका छन् अनि हामी चाहिँ आफ्नो धर्मलाई चाहिँ नाश गर्ने हामीले पनि त आफ्नो धर्मको रक्षा गर्न पर्यो नि हो यस्तो विचार र यस्तो भावले आफ्ना बालकहरूलाई देशभक्तिको रङ चढाउनुहोस् देशभक्ति सिकाउनुहोस् धर्म सिकाउनुहोस् ज्ञान सिकाउनुहोस् संस्कार दिनुहोस् संस्कृति दिनुहोस् यसले हामी रक्षित सुरक्षित हुन्छ भन्नलाई धेरै छ अब धेरै सुन्न मन छ भने प्रगति नगर गुरुकुलमा आएर सुन्न आउनुहोस् वहाँ म सुनाउँछु अब यहाँ कति भूकम्प हो को एउटाले भन्थ्यो अरे वहाँ कहाँ कुवैतबाट एउटा कुत्ता आएछ कुवैतबाट एउटा कुत्ता आएछ कहाँ भन्दा नेपालमा नेपालको कुत्ताले सोधेछ नि त कुवैतमा के आनन्द छैन र यार आनन्द छ सबै छ सुख छ एसी छ टिभी हेर्न पाइन्छ रिल्याक्स गाडीहरू चाहिँ पाइन्छन् एकदम फर्स्ट क्लासका सबै कुरो आनन्द छ तर एउटा प्रतिबन्ध छ अरे के प्रतिबन्ध छ भन्दा भुक्न स्वतन्त्रता छैन भौँ भौँ गर्न स्वतन्त्रता छैन त्यही भएर यहाँ नेपालमा आएको हो यहाँ भुक्न त स्वतन्त्रता छ नि भुक्न त पाइयो छ नि तपाईहरुले कति भुकेको हो भन्नु होला तसर्थ म आफ्नो वाणीलाई जुन उद्देश्यले यहाँ भागवत राखिएको हो भगवतीले भगवानले त्यो उद्देश्य पूरा गरून् र यो ओडाको चाहिँ नाम जय जयकार होस् यहाँका बाल बालिकाहरू सुसंस्कृत हुन् यहाँका वृद्ध वृद्धाहरू एकदम सुखले चाहिँ बाँच होस् उनीहरूको सुखले जीवन व्यतीत होस् यिनै कामनाको साथमा म आफ्नो वाणीलाई यही विश्राम गर्दछु ओम शान्ति